हेलो एभ्रिवान, वेलकम टु माई चन्द्रगिरी डग फार्म। आज चाहिँ म सानो सर्ट भिडियो बनाउन गइरहेको छु। हाम्रो युट्युबमा चाहिँ धेरै भयो थियो भिडियो पोस्ट नगर्न पाएको। आज चाहिँ म पप्पीहरूलाई यसो खाना खुवाइराखेको र हाम्रो बेबीहरूलाई चाहिँ टक्क लाएर क्याल्सियम, लिभर टोनिक, भिटामिनहरू खुवाइराखेको हजुरहरूलाई बनाउँदैछु। यहाँ ठुलो ठुलो पप्पीहरूले चाहिँ दाना खाँदैछ। अब खाएर सिद्धायो, फिनिस्ड भयो। उनीहरूलाई चाहिँ अब ट्याक्क लाएर दिसा पिसाब गर्नलाई पठाइराखेको छौँ। अनि हाम्रो यहाँ हस्कीले पनि खाँदैछ। दिसा पिसाब गर्न गयो। जर्मन शेफर्ड, हस्की, ल्याब दिसा पिसाब गरे बाहिर दौडिँदैछन्। साँझ परिरहेछ, अँध्यारो अँध्यारो पनि भइसक्यो। टक्क लगाएर यिनीहरू चाहिँ यसरी बाहिर जान्छन्, दिसा पिसाब गर्छन्, एकछिन खेल्छन्, दौडिन्छन् अनि त्यसपछिबाट च्याक्क लाएर घरतिर फर्किन्छन्। अनि अब हामीले चाहिँ बेबीहरूलाई चाहिँ यो क्याल्सियम, लिभर टोनिक र भिटामिनहरू खुवाइराखेको छौँ है। हजुरहरूले पनि पपी पाल्नुहुन्छ भने चाहिँ यो चाहिँ हजुरहरूले कम्पलसरी नै प्रोभाइड गर्नुपर्छ है। हजुर, यो चाहिँ खुवाउनै पर्छ। मैले चाहिँ यहाँ जर्मन शेफर्डहरूलाई खुवाउँदैछु। टक्क लगाएर खाँदैछन्। बानी भइसकेपछि त आफै खान थाल्छन्। यसरी मुख आ गरेर ल्याउँछन् टक्क लाएर। थ्याङ्क यू सो मच एभ्रिवान। भिडियो मन पर्यो भने फेरि पनि लाइक, सब्सक्राइब गरिदिनु होला।